हजुरहरुको पनि त्यस्तो भएको छ फेस ग्लोइङ चाहिएको छ दागहरु हटाउन मन लागेको छ आउनुस् घरैमा सिरम बनाउनुस् एकचोटी बनाउनुस् 1 महिनासम्म लाउनुस् तपाईको बाहिर किनेको भन्दा धेरै इफेक्टिभ छ उ त्यो फोटो मेरो नै हो मेरो पहिला सारै फेस बिग्राथ्यो 2 वर्ष बाहिर ट्रिटमेन्ट गरे केही भएन त्यही भएर मैले घरको लाउन थाले अहिले मेरो फेस राम्रो भएको छ तपाईहरु पनि आजैदेखि घरमा बनाएको हाम्रो धेरै अमृतहरु छ हाम्रो घरको इन्ग्रेडिएन्ट्स हाम्रो किचनमा अब स्किप नगरे हेर्नु मैले हरेक चीजको डिटेल अर्थाको हुन्छु म फास्ट बनाएर राख्न सक्दिन मेरो कसरी निको भयो म त्यसरी नै एक्सप्लेन गर्छु भित्र गएर हेर्नुस् स्किप नगरी हेर्नुस् तपाईहरुको नि फेस मेरो त्यस्तोबाट यस्तो भयो तपाईहरुको पनि त्यस्तोबाट त्यस्तो हजुर नमस्कार सबैजनालाई आज फेरि नयाँ टिप्स लिएर आएछु अब त्यो पनि फेसकै लागि है आज चाहिँ मैले घरेलु हैन सिरम लिएर आएको छु यो चाहिँ कस्तो भने हाम्रो फेस फुस्रो छ हैन तर हामीलाई एकदमै ग्लोइङ चाहिएको छ भने त्यसको लागि हो भने हाम्रो पिम्पल्सको लागि पनि यो हुन्छ हैन ओइली फेस नर्मल फेस र ड्राई फेस यो सबै थरीको फेसको लागि चाहिँ यो सिरम हुन्छ अब कुन फेसलाई कसरी लगाउने र कसरी बनाउने म मेथडहरु सिकाउँदै जान्छु हजुरहरुले त्यो हेर्दै जानु होला अब सर्वप्रथम चाहिँ मेरो युट्युब हेर्नुभएको नयाँ साथीहरु हुनुहुन्छ भने मेरो युट्युब फ्यामिलीमा समावेश भइदिनुस् सब्स्क्राइबर बेल आइकन थिच्दिनुस् र लाइक शेयर कमेन्ट गरिदिनु पुरानो साथीहरुले पनि लाइक शेयर कमेन्ट गरिदिनु होला अब मेरो भिडियो चाहिँ अलिकति लामो हुन्छ जहिले पनि हैन किनभने यो म पहिला चाहिँ 2 वर्ष एकदमै चाया पोतोले ग्रसित भएर यो मेरो जब सफल भयो फेस अनिखेर त्यसपछि म आको अब यसको लागि चाहिँ हरेक फेसको लागि केही न केही डेफिनेसन दिनुपर्ने हुन्छ मैले गर्ने चाहिँ एकदमै लामो र तर एकदम पर्मानेन्ट सोलुसन हुन्छ हजुरहरुले त्यही अनुसारले हेर्नै पर्छ मैले पनि 2 मिनेट 3 मिनेटको क्वाइ बनाएर तर के पनि एक्सप्लेन नगर्ने तर त्यो फेस कस्तोमा लगाउने कसरी जान्छ त्यस्तो के पनि थाहा हुँदैन हरेक इन्ग्रेडिएन्ट्सको बारेमा पनि बताउनु पर्ने जरुरी हुन्छ मान्छेलाई थाहा हुँदैन हैन अब यहाँ मैले बनाउन पनि सिकाइराछु छु हेर्नुस् अनिखेर त्यही अनुसारले अब म फेरि भन्छु अब एउटा बाउल लिनुस् अब त्यसमा 1 चम्चा मैले चाहिँ थोरै बनाएर देखाउँछु यो करिकरी 10 दिनलाई पुग्छ 1 चम्चा एलोभेरा जेल लिनुस् जस्तो कि एलोभेरा जेल लिँदाखेरि पनि हजुरहरुले चाहिँ हरियो यस्तो कलरको देख्छु त्यो कलरफुल नलिनु होला प्योर व्हाइट कलरकै मैले त्यहाँ हाले जस्तै लिनु होला किन कलर भन्ने बित्तिकै केमिकल्स हो अलरेडी हाम्रो फेस बिग्रिरहेछ है लिनु होला घरमा छ भने घरको चाहिँ के गर्नु भने काट्नु आधी घण्टा जति पानीमा त्यही छेउछेउको दुईटैको टुक्रा काटेर अनि डुबाइदिनुस् के त्यसलाई डुबाएपछि त्यसमा भएको चोकहरु पानीमा जान्छ त्यसपछि निगालेर काटेर चाहिँ त्यो जेल लाउनु भए हुन्छ अदरवाइज त्यो पानीमा नभिजाइ त्यसरी लाउनु भयो भने चाहिँ तपाईहरुलाई एलर्जी हुन सक्छ चिलाउने हुन सक्छ है अनि 1 चम्चा हाल्नुस् फ्रेश भए त बेस्ट भइहाल्यो हैन भने जेल है 1 चम्चा सानो चम्चाको 1 चम्चा त्यो हाल्नुस् सानो चम्चाको 1 चम्चा लेभेन्डर ओइल हाल्नु लेभेन्डर ओइल पनि नेपालमा जही तही पाउँछ यदि तपाईहरुलाई यो नामहरु कन्फ्युज हो भने मैले क्याप्सनमा हरेक इन्ग्रेडिएन्ट्सले के काम गर्छ र नाम के हो त्यो पनि मैले क्याप्सनमा हाल्दिएको छु क्याप्सन पढ्नु होला है अनि यो लेभेन्डर ओइल अब त्यो लेभेन्डर ओइल पनि सानो चम्चाको 1 चम्चा हाल्नुस् है अब त्यसमा चाहिँ भिटामिन ई क्याप्सुल हैन भिटामिन ई क्याप्सुल 2 टा चाहिँ हाल्दिनुस् है अनि त्यसमा चाहिँ स्याफ्रन हाम्रो स्याफ्रनले चाहिँ फेसलाई नर्सरिङ गर्ने काम ट्रिट गर्ने काम दागहरु हटाउने हरेक काम त्यसले गर्छ है त्यसमा बेफाइदा भनेकै छैन हाम्रो फेसलाई राम्रो नै गराउँछ र हाम्रो ब्राइटनेस एकदमै धेरै ल्याउने काम गर्छ स्याफ्रन भनेको चाहिँ केसर भन्छ नेपालीमा है त्यो पनि 1 चिम्टी मैले त्यहाँ हाले जस्तै 1 चिम्टी त्यो पनि हाल्दिनुस् र त्यसलाई बेसै ब्लेन्ड गर्नुस् है बेसै मिक्स गर्नुस् र एउटा कन्टेनरमा राख्नुस् मैले त्यहाँ देखाइराछु लगाएर पनि देखाएको छु बनाएर पनि देखाएको छु तर मैले बनाएकोमा चाहिँ हरेक इन्ग्रेडिएन्ट्सको बारेमा पनि बताइदिएको छु तपाईहरुले सुन्नु पनि होला है किनभने त्यो सुन्नु भयो भने मेरो शरीरमा मेरो फेसमा मैले यो चीज लगाइराछु त्यसले वर्क गरिराछ भन्ने कुरा के काम गर्छ भन्ने कुरा तपाईहरुलाई थाहा हुन्छ अब यसमा पिम्पल्स हुनेहरुलाई पनि यो भिटामिन ई क्याप्सुल हुन्छ
तर तपाईहरुको धेरै नै सेन्सिटिभ छ, धेरै नै पिम्पल्स आइरहेको छ भने चाहिँ तपाईहरुले भिटामिन ई क्याप्सुल चाहिँ स्किप गरिदिनु भए हुन्छ। तर लेभेन्डरले चाहिँ तपाईहरुको यो पिम्पल्सको दागहरू जाने, एक्नी स्पट्सहरू जाने र तपाईहरुको चाहिँ यो पिम्पल्स आउन नदिनलाई मद्दत गर्छ। त्यही भएर के रे यो लेभेन्डर ओइल भन्ने बित्तिकै ओइल भन्ने शब्दले चाहिँ नडराउनु होला। यसको बारेमा डिटेल मैले त्यहाँ हाल्दाखेरि पनि भनेको छु, सुन्नु होला। हस्, हजुरहरूलाई यो पनि राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट र नयाँ साथीहरू आउनु भएको छ सब्स्क्राइब गरेर बेल आइकन थिचिदिनु होला र शेयर गरिदिनु होला। हस्।